हेलो सबैजनालाई शुभ बिहानीको गुड मर्निङ भन्न चाहन्छु र यो भिडियो हेरिदिनु हुने सम्पूर्णलाई मेरो नमस्कार र यो भिडियो हेरिसकेपछि लाइक कमेन्ट सब्सक्राइब चाहिँ अवश्य गरिदिनु होला सबैजनालाई आग्रह गर्दछु र यो भित्ताको चाहिँ हाम्रो हात्ती खड्क जाने बाटोको लागि पिच अलगत्र बनाइँदैछ र यो ठाउँ चाहिँ एकदम रमाइलो लाग्छ मलाई चाहिँ तपाईहरुले कस्तो लाग्छ जानकारी गराउनु होला र यहाँ हाम्रो टाढा टाढाबाट पाहुनाहरू पर्यटकहरू आएर पिकनिकको स्थल बनाएर एकदम रमाइलो गर्नुहुन्छ र सल्लाहको बोटहरू हेर्नुहोस् यस्तो राम्रो छ र तपाईहरु पनि कुनै दिन आउनुभयो भने सम्झिनु होला यो भिडियोलाई हेरेर र हामी चाहिँ एकदम गिटी झार्ने क्रममा चिसो मौसम छ त्यसैले सानो भिडियो भ्लग बनाऊँ कि भन्ने सोचले भिडियो बनाउँदैछु र तपाईले यो भिडियोलाई यति मन पर्यो भने अवश्य पनि लाइक कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा छ। यो चाहिँ हाम्रो तीर्थम बसन्तपुर शङ्खसभा जाने बाटो र जान सकिन्छ यो बाटोबाट। हेर्नुहोस् यस्तो राम्रो ठाउँ छ कि कुनै पनि यो ठाउँलाई बयान गर्न सकिँदैन। एकदम चिसो मौसम छ, खुसी लागिरहेछ है। यहाँ प्राय सधैँभरि नै चिसो हुन्छ। हाम्रो भाइहरूले चाहिँ गिटी झार्दै एकदम